नमस्कार सबैलाई। आज फेरि म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। के छ हजुर सन्चै हुनुहुन्छ? म त सन्चै छु। आज मङ्गलबार चाहिँ मेरो स्कुल बिदा भएको छ, त्यही भएर भिडियो स्टार्ट गर्नु पर्यो भनेर म स्टार्ट गर्दैछु। यिनी चाहिँ मेरो भान्जी, हिजो आएको माइजूको घरमा माइजूलाई भेट्न होइन। आज स्कुल लाग्छ कि लाग्दैन? आज लाग्छ अरे स्कुल? आज छुट्टी हो, स्कुल लाग्दैन। आज स्कुल लाग्दैन त मामा लानु भएको त होइन। अनि स्कुल लागेको त कहाँ आउन पाउनुहुन्थ्यो त होइन। अनि भान्जीको नाम के हो भनिदिनु त? आश्रिया के हो? आश्रिया प्रधान होइन। घर चाहिँ कहाँ अरे? काला बन्जर। घर काला बन्जर। यहाँ चाहिँ म सब्जी बनाउँदैछु बिहानको लागि, दिदीहरूलाई खुवाउनको लागि, आफू पनि खानाको लागि राखेको छ आगोमा। आश्रिया के गरेको भान्जी? आश्रो के गरेको? जानु मामहरूलाई माम खाना जाऊँ भनेर बोलाएर लिएर आउनु त, भित्रबाट लिएर आउनु जानु। सदन काका कहाँ जानु आँट्नु भएको तपाईँ? भनिदिनु त। अनि तपाईँको अस्ति बजारको भिडियो हेर्नुभयो त? मैले बबाल बनाइदिएको थिएँ त भिडियो, हेर्नुभयो? फेरि अर्को हेर्नु भएको छ कि छैन? हेर्नु नि फेरि त्यहाँ युट्युबमा गएर हेर्नु नि। हेर्नु छैन? यत्रो बुहारीले बनाएको युट्युबमा हेर्नु नि। भाललाई फेरि यति बेलै कराउनु पर्ने। यहाँ चाहिँ दिदीहरू खाना खाँदै हुनुहुन्छ। दिदी तपाईँलाई स्वागत छ है मेरो भिडियोमा। 2 शब्द जाओस् त। माइत आएर कस्तो लागिरहेछ? राम्रो मासु भात खान पाएको छ। हो र? भान्जोलाई कस्तो लागिरहेछ? राम्रो लागिरहेछ? ल ठिक छ। आश्रिया कस्तो भइरहेछ? जे होइन हाम्रो सन्तान हो होइन, स्वीकार्नै पर्यो। छोरा भए पनि हुनेवाला छोराको बाबु। क्याम जान आँट्नु भएको? अब धेरै दिन छैन, 4 दिन त रहेछ। अनि 4 दिनमा अनि हाम्रो सन्तान, नयाँ सन्तानको आगमन, देवाली रोक्ने ठुलो प्रयास छ होइन। रोकिन्छ नि त देवाली त भयो भने, नरोके राम्रो। यो चाहिँ मेरो मामा घर आइयो। मामा ल कति दिनपछि आयो म मामालाई आज। हो आश्रिया हो? ए आमा हो। ए हाम्रो लिची चाहिँ के साह्रो फलेछ हौ। यता चाहिँ रोइन्छ कि क्या हौ लिची? भात खाएर भयो। मस्ती छ यहाँ आफ्नो कोसँग गएको जस्तो। खाजा खाने टाइम हाम्रो चाहिँ यो अहिले। दिदी मस्त फोनमा, यता भान्जु चाहिँ मोबाइल हेरेर मस्त। भान्जी के खाएको? चाउचाउ मन पर्छ? कालो मन्जर अन्त खाली नै हुनुहुन्छ ल, भइहाल्यो त। बाटो राम्रै छ नि त। ल बाई बाई। बाई बाई। हामी चाहिँ यहाँ लिचीको बोट तल नन्दा भाउजू बसेर छौँ। के गर्नु यत्रा लिची छ नि। फेरि भन्नु हेलो हेलो गाइस। लिची यत्रा बोटभरि पाएका छन्, तर के गर्नु टिप्न सकिँदैन, खान सकिँदैन। हेरो बस्यो के गर्नु, कसले झारिदिन्छ र होइन। गाह्रो छ हामीलाई। लिची हेरो उक्छन्, लिची झारेका झार्छन्, मान्छे कोही देखिँदैन नि चाहिँ क्या हो। आयो हेरो बस्यो के गर्नु, थुक्निलो होइन। ल हामी चाहिँ गाईचहरू घाँस काट्नु हिँडेको। आमामा लिचीको बोट हेर्नु न, जहाँ गयो लिची नै मात्रै देखेको। कस्तो देखेको होइन। आफन छ ए बगान। अनि यहाँ त के छैन नि, सबै छ यो आमाहरूको बारीमा त।
यता घरको यहाँ पनि लिची झार्दैछन्। कहाँ झार्छन् लिची खोइ यहाँ झार्छन् लिची। त्यो घाँस काट्ने होइन त्यहाँ काट्नु यहाँ नि छ त घाँस अनि काट्नु नानी किन अनि त्यहाँ पुग्छ त त्यहाँ काटेर ल ल ल आएँ म पनि लैनु ल। अब चाहिँ हामी घाँस काट्न आँटेको घाँस 1-2 मुठा काटेर अनि फेरि घर जाने। आज म मामलामा छु क्या त्यही भएर आज छुट्टी छ नि त त्यही भएर दिनभरि टाइम पास गर्नु घरमा निक्लो अल्छी लाग्छ नि त त्यही भएर यो बहिनीसँग अब अलिकति घाँस काट्न सघाइदिन्छु बहिनीलाई अनि जाने घर। यसले काट्नु छु तपाईँ काट्नु अलिकति अनि म काट्छु ल एउटा मात्रै छ नि त हँसिया त्यही भएर 2 मुठा जति काट्दा हुन्छ होला। फर्स्टमा तपाईँ काट्नु अनि अलिकति अनि म काट्छु। काट्दिनँ गाईचहरू यहाँ चाहिँ लिची झार्नुहुँदैछ। यहाँ चाहिँ हात छ होइन र हाम्रो चाहिँ यहाँ एभोकाडोको बोट है एभोकाडो फलिरहेको छ। काट्छिन भित्र कि बाहिर केमा करेन्ट होला सबैले कसलाई सक्नुले अहिले चाहिँ म घर आइसकेँ। अघि चाहिँ म मामलामा थिएँ अनि मामलामा अब दिदीहरू नि आउनुभएको थियो नि त अनि उहाँहरू पनि जानुभयो घर अनि मामलामा अलिकति घाँसहरू काट्न सघाइदिएँ बहिनीसँग अनि अब चाहिँ म घर आएँ। आजको भिडियो चाहिँ म यहीँनिर इन्ड गर्दैछु। बाई बाई साथीहरू।